सो वाट इज अप लिट फ्याम, वाट इज अप गाइजहरू। म चाहिँ फेरि आफ्नो थोप्स लिएर आइसकेको छु तपाईँहरूको सामुमा। यही खुसीमा सबजना ताली बजाऊ। भइहाल्यो। अब म चाहिँ आज कहाँ गइरहेको छु भन्दाखेरि म चाहिँ आज कर्णालीतिर गइरहेको छु होइन। आज तिमीहरूलाई मैले भ्यू देखाउँछु। भ्यू के कस्तो हुन्छ अरे म सबलाई देखाउँछु अहिले कर्णालीको भ्यू। म अहिले कहाँ हिँडिरहेको छु भन्दाखेरि जङ्गलको साइडमा हेर्न सक्नुहुन्छ। ढ्यान टाडाङ। अब ठ्याक्क यसको पछाडितिर चाहिँ कर्णाली छ होइन। अब म चाहिँ कहाँ अब लखर मायाकसम के अरे बुङ्गुर जस्तै हिँडिरहेको छु। अब यो बाटोमा एकान्त बाटोमा म चाहिँ गइरहेको छु अब कहाँ कर्णालीमा। तिमीलाई गाइस थाहा छ किन एउटा कुरा, यो वाला जुन जङ्गल छ नि, यो जङ्गल हो यहाँ चाहिँ अरे आजभोलि हात्ती हिँड्छ अरे, हात्तीहरू होइन। अनि यहाँ चाहिँ 2-3 दिन अगाडि अरे त्यो बाघलाई पनि समाएको रहेछ अरे, बाघको सानो बच्चाहरूलाई। त्यही भएर हामी चाहिँ सतर्क भएर हिँड्नुपर्छ। तर के गर्नु, म एक्लै हिँडिरहेको छु यहाँ। अब त्यहाँ फेरि अर्को आयो नालायक। अब यो गाई हो कि गोरु हो कि के हो चाक देखाएर हिँडिरह। अब म चाहिँ अब यसकै पछि हिँड्छु लखर। किन भनेपछि बाघ आएपछि सुरुमा यसले खान्छ कि यसलाई होइन। अनि त्यही भएर म चाहिँ सुरक्षित हुन्छु। अब जाम गाई ध्यान टाडाङ गएरमा सिधै त्यहीँ गएर अब क्यामेरा खोल्नुपर्छ ढुस पारामा। सो गाइजहरू म चाहिँ अब पुग्न थालेछु अब यो के अरे कर्णालीमा। अब यहाँ चाहिँ फेरि के भन्छ यसलाई डोजर यहाँ छ हेर्न सक्नुहुन्छ। यसले चाहिँ पुरै कचक्क पाएर यस्तरी खन्छ होइन, यस्तरी त्यो के अरे ऱ्याबिटको दाँत जस्तरी हेर त। अनि यहाँ चाहिँ ट्र्याक्टर छ, अनि यो ड्रम भइहाल्यो। म के बोलिरहेको छु मलाई थाहा छैन। अब यहाँदेखि चाहिँ सिधा हिँड्नुपर्छ। अनि यहाँदेखि हिँड्ने बित्तिकै हामी कहाँ पुग्छौँ, कर्णाली गाइजहरू, कर्णाली होइन। अहिले र तिमीलाई म दामी भ्यू देखाउँछु। मेरो चाहिँ गाउँमा पछि केही कामै हुन्न। अब म के गरौँ भन्दाखेरि दिनभरि पसल बस्ने, अनि यो कर्णाली आउने, यो नदीमा यत्तिकै बस्ने होइन। गाइज हामी पुगिसक्यौँ। ढ्यान टाडाङ। हेर्न सक्नुहुन्छ कस्तो मिठो हावा चल्छ यहाँ चाहिँ। आहा, मेरो कपाल छैन, नभए म कपाल हल्लेको देखाउँथेँ होला कि होइन। ए गाइजहरू भ्युज हेर, भ्यू ओए यस्तो मिठो। त्यहाँ चाहिँ काम गरिरहेछन्। यहाँ चाहिँ त्यो ओए ब्युटिफुल रेन। सो गाइजहरू म चाहिँ एउटा नयाँ मैले गाना निकालेको छु अहिले म सबैले सुनाउँछु। के अहिले सुनाइदिउँ ल सुन्नुहोस् गाइजहरू। ए ढिचिक धान्न अमन कि नन्न, ढिचिक धान्न अमन कि नन्न, ढिचिक धान्न अमन कि नन्न, ढुन्टुडुङ ढिचिक धान्न अमन कि नन्न है। ल अब त्यहाँ देखिराख्नु भएको छ होला, त्यो चाहिँ पुल हो होइन। यो चाहिँ ठ्याक्क हामीहरू कहाँ, यो पुल चाहिँ होइन, यो भनेको चाहिँ बर्दियादेखि त्यो अर्को के भन्छ त्यसको नाम, कैलाली जोड्ने पुल हो त्यो चाहिँ। अनि गाइजहरू पहिला चाहिँ ठ्याक्क यहाँनिर होइन, ठ्याक्क त्यहाँनिर चाहिँ अहिले देखाउँछु म एकछिन। लामो सास फेरौँ, लामो सास। म्यासाला। अब यो यहाँनिर चाहिँ पहिला होइन, यहाँनिर त्यो अङ्कल बसिराख्नुपर्छ पर त्यहाँ हो। त्यो अङ्कल बसिरहेको ठाउँमा चाहिँ पहिला एउटा तलतिर जाने बाटो थियो, तर अहिले छैन किनभने चाहिँ बिगारिदिएछ। ओए कस्तो चिटिक्क घाम लाग्यो क्या। फेरि एकछिन बसेर कस्तो रमाइलो हुन्छ यहाँ। रमाइलो त होइन, यो सनसेट हेर्न मजा आउँछ कि।
खासमा म चाहिँ यो बाटो आउने भनेको तर त्यहाँ बाँदरहरू हुन्छ बाँदर त्यही भएर नआएको मलाई डर लाग्छ यस्तो कुराहरूदेखि म चाहिँ अब यस्तै लखर लखर अगाडिसम्म जाने अनि त्यहाँनिर एउटा बस्ने ठाउँ छ त्यहाँ बस्ने एकछिन अनि पछितिर एकछिन पछि घर फर्किने हेलो गाइज गर्दै होइन अहिले म यहाँ तलतिर गएर देखाउँछु म यो चाहिँ कस्तो मिठो आउँछ कि होइन यो आजभोलि होइन यो टिकटकमा भयो अनि यो के गरे इन्स्टामा भयो यो के गाना चल्यो भुच्ची तैया अरे मा घुची तैया होइन म नाच्न आउँदैन कि गाइजहरू त्यही भएर ठिक छ म यस्तोहरूमा डान्स गर्न आउँदैन त्यही भएर गर्दैन म यो होला जङ्गलमा अरे त्यो के अरे हात्तीहरू आउँछ अरे होइन तिमीहरूलाई एउटा कुरा थाहा छ कि छैन गाइजहरू यो हात्तीसँग डराउनु हुन्न कि हुन त म पनि हात्ती जस्तो हेर त आमामा हात्ती जस्तो देख्यो म पनि हात्ती नै हो कि एक किसिमको अलि ज्यान सुकेछ त्यही हो न म पनि हात्ती नै हो गाइज यो के अरे बाँसको झाडी हेर त यस्तै ठाउँमा हुन्छ कि बाघहरू चाहिँ अब यहाँदेखि सलरप्प जाने अहिले पर त्यहाँ अगाडिदेखि चाहिँ म तलतिर जान्छु अनि तलदेखि फर्किँदै आउने यहाँ अनि अघि आएको बाटोदेखि नै अहिले फेरि घर फर्किनुपर्छ धेरै बेरसम्म यहाँ बस्नुहुन्न आज म गाइजहरूलाई यो सनसेटको भ्यूहरू देखाउँछु कि अहिले टाइम ल्याप्स चलाएर होइन दामी तरिकाले इन्जोय गरौँ सबजनाले इन्जोय के गरौँ इन्जोय म तर ह्यान्डसिप देखिरहेको कि आजभोलि यहाँ हेर त कपाल सपाल काटेर ओइ होइन यहाँ त अब यहाँ तलदेखि आउने त बाटो नै छैन हौ तर केही छैन म यो जोखिम उठाउन चाहन्छु मैले तल जान्छु तलतिर किनभने चाहिँ यहाँ तल गएपछि कस्तो राम्रो राम्रो त्यो सिन आउँछ सिन भन्दाले नि यो पानीको लहरहरू हुन्छ नि कल ल गरेको आहा कसरी कल ल गरेको तपाईँहरू लागिरह होला यो सिरिज कहाँ एक्लै गइरहेछ म एक्लै कुरा गर्दै होइन म कहीँ पनि गइरहेन गाइजहरू म एक्लै नै हो घुम्ने भनेको अब बाइक चलाउन आउँदैन के गर्नु गाइज अब यही एक्लै हिँड्दै डुल्दै जाने हो कि त्यहाँ चाहिँ के भइरहेछ त्यहाँ मान्छेहरू पुरै भिड छ फेरि आज त्यहाँ पुलमा म यहाँदेखि देखिरहेको छु 6X मा छ क्या फेरि त्यही पनि राम्रोसँग देखेन तर केही छैन हामी यहाँ अब हामीहरू कहाँ जाने तलतिर जाने गाइजहरू म एउटा कुरा चाहिँ होइन के हो भन्दाखेरि एउटा आज अहिले भिडियोको इन्डिङमा चाहिँ म एउटा सबैलाई एउटा के भन्छ मोटिभेसन दिन्छु क्या अहिले मोटिभेसन तल जाऊँ न अब एकछिन ल गाइजहरू अब यहाँदेखि चाहिँ हामी तल जानुपर्छ है ओइ तर केही छैन म लड्दैन म भनेको लड्दैन सकिगयो नि कुरा होइन ओहो यहाँ हेर गाइजहरू कस्तो ठुल्ठुलो चट्टानहरू ला ओइ ओ गाइजहरू अब तलतिर जाऊँ न डाङ टडाङ अब यहाँदेखि चाहिँ ए ओइमा मेरो त के खुट्टा हेर त गाइज कस्तो पुरै हुन्छ नि किति होला क्या फेरि तर केही छैन तलतिर जाऊँ ल गाइजहरू पुग्यौँ ल गाइज फाइनल गाइज ओइ बलियो छ ल 55 किलो 55 हुन्छ 58 किलो छु मा के नै के होला र ल एकछिन पछि है एकैछिन रोक्नु ल म फेरि आएँ 2 सेकेन्डमा सो गाइजहरू अब यहाँ चाहिँ कस्तो मिठो अब हावा चल्छ भनेको यहाँ चाहिँ त हावा पनि चलिरहेको छैन अब मैले के गर्ने अब यहाँ यत्तिकै बस्ने होइन यसै बस्ने अनि यो सूर्य उडाएको अनि यो के भन्छ यसलाई सनसेट भएको हेर्ने यो मेरो काम चाहिँ म त्यहाँसम्म जाऊँ भनेको त्यहाँसम्म फेरि पुग्न झ्याउ लाग्छ कि फेरि हिँड्दै जानुपर्छ अब केही छैन म चाहिँ अब यही अगाडिसम्म पुगेर आउँछ है त यही यस्तैमा
गएर ल गाइजहरू खस्दैन म किनभने मेरो जुत्ता छ नि यो जुत्ता महाकसम 1.5 करोडको हो कि मेरो जुत्ता यो होइन त्यही भएर यसले मलाई बचाइहाल्छ जहाँदेखि भयो भने किनभने यसमा ग्रिप छ के दामी ग्रिप छ होइन के छ दामी ग्रिप छ के यसमा अब आहा कस्तो मिठो लाग्छ कि मलाई यहाँ आउन चाहिँ एक्लै आयो आहा ल गाइजहरू अब हामी कहाँ जाने त अब यहाँ गाडीसम्म जाऊँ न त के छ र होइन जिन्दगीमा ल अब थोरै गाडीसम्म जाऊँ तर एउटा गाइज अघि मैले त्यहाँनिर चाहिँ होइन त्यहाँनिर चाहिँ मैले एउटा माछा मार्ने त्यो हुन्छ नि माछा मार्ने माछा फसाउने त्यो हुक हुन्छ के त्यही हुक देखिरहेको थिएँ अब त्यहाँ चाहिँ माछा छैन त्यसले चाहिँ केही पनि छैन कि त्यहाँ अब हामीहरू यहाँ तलदेखि जाऊँ न यहाँदेखि जाऊँ न कस्तो मिठो लाग्छ कि मलाई फेरि यस्तै काम गर्न यहाँदेखि ए गाइजहरू देख्नुभयो यस्तरी जानुपर्छ क्या नधराइकन ट्याक्क लाएर आयो अब यहाँ गयो यहीँ दुबाउँछ कि मलाई त यहीँ यो छ नि यो यहीँ दुबाउँछ कि यहीँ मलाई तर केही छैन म हाम फाल्दैन मलाई पौडी काट्न नि आउँदैन यस्तो ठाउँमा यो बगेको पानीमा फेरि बगाइदिएर म कहाँमा इन्डियाको त्यो हुन्छ नि इन्डियाको झारखण्डमा त्यो अड्केर बसिन्छ परेरमा होइन त्यही भएर केही छैन गाइस अब यस्तो अगाडितिर जाऊँ फेरि अगाडितिरमा जाने यस्तो सम्म परेको ठाउँ छ कि त्यहाँनिर पनि कस्तो दामी छ हेर्नु न यो होला कि यसमा आहा त्यहाँनिर बसेर एकछिन कस्तो मिठो त्यहाँ हेर्नु त गाइजहरू बाख्रा वे कहाँमा ओइ हरायो यसमा बाख्रा के बा तर यहाँ चाहिँ बाख्रा बाख्रीहरू चढाउने मान्छेहरू आइरहेको छन् ठिक छ ल थोरै गाडीसम्म जाऊँ न त अब क्रिस भन्छु कि क्रिस ओइ भाग भाइ भाग इधर से नहीं भाग ए भाग भाइ भाग मिल्का ए भाग मिल्का ए भाग मिल्का हुई ए सरी कहाँ भाग मिल्का भाग सिरिस ए भाग यहाँ आइसकेँ म चाहिँ हेर्न सक्नुहुन्छ कस्तो मिठो आहा न ल अब यहीँ बसेर एउटा भुची तैयाँ गानामा नाचिदिउँ न होइन रोक्नुहोस् गाइज यसलाई चाहिँ म सुरुमा यसलाई चाहिँ थोरै यहाँ राखिदिउँ न यहाँ चाहिँ यसरी राखिदिने अड्डाउँ न सुरुमा अड्डाउने चिज कहाँ हो अड्डाउने चिज पनि हेर्नु ढुङ्गामा यसलाई यसरी राख्ने होइन यसरी राख्ने अब यो चाहिँ हो मेरो अड्डाउने ठाउँ भइहाल्यो अब यसलाई स्ट्यान्ड जसरी काम गर्छ हो कसरी रे मलाई नस्ने आएन हो गाइजहरू यो के गाना रे भुची त यहाँ हो कि मा उची त यहाँ हो यो बाख्राको ठाउँ जाऊँ न अब बाख्राहरू भएको ठाउँमा जाऊँ है चिकन तन्दुरी भाग मुन्ना भाग म यहाँ पुगिसकेँ अब त्यहाँ जानुपर्छ हामी एकछिन हात्तिरी आज म नराम्रो ठाउँमा आएँ कि यो के भन्छ पर अगाडितिर दामी त्यो छ त्यहाँ आज ओर्लेन ठिक छ म चाहिँ अब फेरि जहाँ गएँ त्यहीँ अब जानु पर्यो गाइजहरू टेन्सन पो लाग्यो ए सरी घाम पो लाग्यो बारी त्यो डाँडामा हेरो घाम लाग्यो घमाइलो लाग्यो मलाई रमाइलो तिमी र म कर्णाली घुम्न जाऊ न गाइजहरू पसिना आइसक्यो म ठ्याक्कै एन्टी लाइट भन्छ कि खोइ के भन्छ फोटोग्राफरहरूलाई थाहा हुन्छ म जस्तोमा होइन हावालाई के थाहा होला म कालो देखिरह होला तर केही छैन म कालो नै छु गाइजहरू होइन ओए
म कहाँ छु हावा हुन्डरीको बिचमा म यही छु मम्मी ल गाइज अयमा ल गाइजहरू अब हामी फेरि तलदेखि जानुपर्छ ल किनभने तलदेखि नै मलाई रमाइलो लाग्छ कि यहाँ ठ्याक्क यो गयो आजभोलि कस्तो पानी फोहोर फोहोर छ कि त्यो मजा आउँदैन बाख्राहरूमा कसै कसै बाख्रा चाहियो लेग पिस खान आऊ ल लेग पिस खान आऊ लेग पिस त्यो पनि कसको बाख्राकोमा महँगो बाख्रा लोकल घरको ओहो ओए ल भन तिमी आफै तर नाइ नभन्नु ल म तिम्रो यादमा कटाउँछु यात्रा याद गर ल भन तिमी आफै तर नाइ नभन्नु ल म त भन्छु अया ओए ल गाइजहरू म चाहिँ एकदम थकित अवस्थामा भइसकेँ तर केही छैन अब एकछिन रेस्ट लाग्नुपर्छ गाइजहरू सो गाइजहरू अब धेरै यो यो के भन्छ यसलाई विश्राम सिश्राम भइसक्यो अब एकछिन अब जानु पर्यो अब घरतिर होइन आहा एकछिन यसको यो आनन्दहरूपन लगियो नेचर यसलाई के भन्छ नेचर भन्छ अब हामी चाहिँ त्यहाँ अगाडिसम्म जाने अनि त्यसपछि योवाला छ नि यो बाख्रा हो यहाँदेखि चाहिँ अब माथितिर लाग्ने किनभने चाहिँ त्यहाँनिर चाहिँ माथि चढ्ने ठाउँ छ यहाँ पनि छ तर म यहीँदेखि जान्छु अब त्यहाँ त्यत्रो टाढा को जान्छ हो गाइजहरू होइन ल अब उकालो लागौँ म माया मार्दिन ओइ म फेरि गाना नगाउँ होला है किनभने मैले गाना गाएपछि अरू टेन्सन होला गाइजहरू ल गाइजहरू तिमीलाई चाहिँ म एउटा सबभन्दा बेस्टको नि बेस्ट अब होइन के दिन्छु भन्दाखेरि यसलाई के भन्छ मोटिभेसन दिन्छु कि मोटिभेसन के हो थाहा छ जिन्दगीमा जतिसुकै जे पनि आओस् मतलब नगर्नुहोस् बस हात्तीको चाकमा टाउको घुसाउनुहोस् आउनुहोस् सब ठिक हुन्छ यही भन्दै हामी यो भिडियोलाई अन्त्य गरौँ हस् त धन्यवाद सबजनाले राम्रोसँग खाना खानुहोस् होइन गुड नाइट होइन नो गुड नाइट यदि तपाईँलाई मेरो यो भ्लगहरू मन पर्यो भने खुट्टाले हान्नुहोस् जुत्ताले हान्नुहोस् मोजाले हान्नुहोस् कुचोले हान्नुहोस् होइन त्यो डस्टप्याडले हान्नुहोस् लाइक सेयर र सब्सक्राइब गरेर जानु होला है त ल गाइज गुड नाइट सबैजनालाई